हेलो शुभ बिहानी। आज म यतातिर छु है साथीहरू। हेर्नुहोस् गाइस, मैले यो खानाको लागि भनेर मेवा लिएर आएको घरमा है। यसको बिउ छ नि, त्यसलाई मैले गमलामा फालेको थिएँ। गमलामा फालेपछि यस्तो बिरुवाहरू उम्रियो यी है। अब यसलाई मैले यसरी यो घरको साइडमा रोप्दैछु गाइस। हेर्नुहोस् है, यो फल्ला कि नफल्ला, कस्तो निस्केला, भाले निस्केला कि पोथी निस्केला, त्यो त अब पछि मात्रै थाहा हुन्छ गाइस, होइन। अब अहिलेलाई चाहिँ मैले यहाँ रोप्दैछु। अब हेरौँ फलेपछि किन फालिँदैन नि बिरुवाहरू, होइन। किन फाल्ने भनेर मैले यसरी बिरुवाहरू रोप्दैछु गाइज। फलेछ भनेदेखि खान पाइएला नपाइएला, राम्रो होला नहोला त्यो त समयले बताउला गाइज। अब मैले यहाँ यसरी रोप्दैछु। मैले 2-3 पल्ट रोपिसकेँ मैले। यो धेरै थियो बिरुवाहरू त मैले 2-3 पल्ट रोपिसकेँ, भएन है। अब अहिले यो लास्टचोटि अब सिद्धियो, यो बिरुवाहरू सिद्धियो, यति हो यो। अब हुन्छ कि हुँदैन भन्ने कुरा अब देखा जाएगा, समयले बताउँछ। हेर्नुहोस् गाइस, यसरी रोप्दैछु मैले। यहाँ रोपेँ गाइस, हेर्नुहोस् है। यहाँ हेर्नुहोस्, यसरी यहाँ पनि रोपेछु। अब कस्तो फल्छ, खत्रो फल्छ। अब भाले निस्किन्छ कि पोथी निस्किन्छ, अब त समयले बताउँछ गाइस। मेरो भिडियोलाई लाइक सेयर कमेन्ट चाहिँ गर्न नभुल्नु होला गाइस। साथ सपोर्ट हजुरहरूले नै साथ सपोर्ट दिएर नै अघि बढ्ने हो। हेर्नुहोस् गाइस, यसरी मेवा मैले रोपेछु। अब यो मेवा फल्यो भने खान पाइन्छ। हेर्नुहोस् ल, हजुरहरूले मेरो भिडियोलाई माया गरिदिनु होला, यही भन्न चाहन्छु। शुभ बिहानी, बाई बाई।